सानो सम्मान स्वरूप एउटा खदा प्रदान गर्न चाहन्छु। बच्चा है आमा गयो है बाबा लौरे भैयाजको दिन फर्की आउला कुनै दिन। ल सम्पूर्ण हाम्रो नेपाल आर्मीमा पास भएर जाने भाइ बहिनीहरू राइट साइडबाट क्रमशः सन्तोष कुमार धर्मेन्द्र भाइ, लेफ्ट साइडमा हाम्रो मेनुका बहिनी, अर्को सुषमा तामाङ बहिनी र ललिता बहिनी, सम्पूर्णलाई चाहिँ हामी म लगायत टिम लौरेको तर्फबाट मुरी मुरी बधाई तथा कङ्ग्रेचुलेसन भन्न चाहन्छौँ। ताले विदाई कार्यक्रम फेयरवेल प्रोग्राममा पाल्नुभएका हाम्रो अङ्कल, कार्यक्रमका अध्यक्षज्यू होइन, अनि प्लस भाइ बहिनीहरूलाई फेयरवेल प्रोग्राममा स्वागतम छ। तपाईँहरू सबैजना आएर चाहिँ प्रोग्राम चाहिँ सक्सेस हुँदैछ, त्यसको लागि धेरै धेरै धन्यवाद। कार्यक्रम सञ्चालन गर्नको लागि म हाम्रो अङ्कलसँग अनुमति लिँदै हाम्रो 5 जना भाइ बहिनीहरू अहिलेसम्म टोटल 83 जना, अहिले 2021 देखि लिएर 2025 सम्म अहिलेको 4 वर्षभित्रमा हाम्रो यो टिम लौरे प्री आर्मी ट्रेनिङ सेन्टर काठमाडौँ स्वयम्भूबाट जम्मा 83 जना 83 जना चाहिँ पास हुन सफल हुनुभएको छ। उहाँहरूको लागि आज 5 जना भाइ बहिनीको लागि विदाई कार्यक्रममा पाल्नुभएको सम्पूर्ण भाइ बहिनी तथा हाम्रो अङ्कललाई वेलकम, अनि सम्पूर्ण युट्युब फ्यामिलीलाई मेरो तर्फबाट हाम्रो तर्फबाट स्वागतम अनि इन्जोय द ब्लग भन्न चाहन्छु। ल लॉर्ड साइड साइड में ताली बजाओ ताली। हाम्रो अङ्कल उहाँ चाहिँ आज हाम्रो भाइ बहिनीलाई आशीर्वाद दिनुको लागि आउनु भएको थियो होइन। उहाँलाई चाहिँ हामी म लगायत टिम लौरेको तर्फबाट उहाँलाई सम्मान स्वरूप एउटा ज्येष्ठ नागरिक प्लस हामीलाई अब हौसला प्रदान गर्नुहुने एउटा हाम्रो अभिभावक, एउटा रुख जस्तो हो कि होइन, छारिदिनु हुने उहाँ अङ्कलको लागि हाम्रो तर्फबाट यो सानो सम्मान स्वरूप एउटा खदा प्रदान गर्न चाहन्छु। हस् हुन्छ। हाम्रो अङ्कल हो कि होइन? हो कि होइन? ओके ल, थ्याङ्क यू अङ्कल। हस् अङ्कल, हस् हजुर, हस् फेरि भेटौँला है अङ्कल। हस् हुन्छ। फोन आयो कसको यही समयमा? अब सुन है, यो लड्डु मुखमा कप्पै लगाइदिनुको कारण चाहिँ के हो? बोल्दै नबोल्ने, अर्डर सिनियरको अर्डर मान्ने, हुन्छ हजुर मात्रै, यसरी हुन्छ हजुर मात्रै है पल्टानमा। ल ल बधाई छ। ल
यो अलिकति टोकेर हातमै राख्ने टोक्ने हानी हातमा राख्ने ल बधाई छ ल मेनुका एकदम राम्रो गर्ने ल सुषमा बधाई छ राम्रो गर्ने ल हाम्रो मेनुका सुषमा भनेको चाहिँ घरको छोरा है ल छोरी होइन ल बधाई छ ल घरको छोराले गर्नु नसकेको काम गर्नु सकेको छ प्राउड अफ यु ल वेलकम ल अब यो लड्डु चाहिँ के अरे मुखमा लगाएपछि नाइ भन्ने होइन एकदम हुन्छ हजुर गर्छु सक्छु मात्रै हुनु पर्छ ल पल्टाउनु ल ल ललिता बधाई छ प्राउड अफ यु सबैभन्दा हेर यो हाम्रो धर्मेन्द्र र सन्तोष पास हुँदा भन्दा यिनीहरू बुनेहरू पास हुँदा झन् म बेसी खुसी छु हो क्या न ल गुड बधाई छ तिमीहरूलाई कङ्ग्रेचुलेसन अब पालै पिलो भाइ बहिनीहरूले सबैले खदा माला भाइ बहिनीहरूलाई अर्पण गर्न हार्दिक अनुरोध गर्दछु पालै पिलो तपाईँलाई धेरै धेरै ल मामा अर्को वर्ष भेटौँला Thank you. Husband. बाई बाई अर्को वर्ष भेटौँला मैले त यता हाल्ने है यो ल सम्पूर्ण हाम्रो नेपाल आर्मीमा पास भएर जाने भाइ बहिनीहरू राइट साइडबाट क्रमशः सन्तोष कुमार धर्मेन्द्र भाइ लेफ्ट साइडमा हाम्रो मेनुका बहिनी अर्को सुषमा तामाङ बहिनी र ललिता बहिनी सम्पूर्णलाई चाहिँ हामी म लगायत टिम लौरेको तर्फबाट मुरी मुरी बधाई तथा कङ्ग्रेचुलेसन भन्न चाहन्छौँ ताले यसरी नै भाइ बहिनीहरूले नयाँ आउने भाइ बहिनीहरूले पनि आउने दिनहरूमा राम्ररी ट्रेनिङ गरेर आफ्नो फिजिकल तथा रिटर्न टेस्टहरूमा पास भएर मेडिकलमा पास भएर आफू लगायत टिमको अनि बाबाआमाको सपना पुरा गरेर चाहिँ तपाईँहरू सफल हुनुको लागि म मेरो तर्फबाट अग्रिम शुभकामना दिन चाहन्छु ताली 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 सबैलाई र अब हाम्रो पास भएर जाने भाइ बहिनीहरू राम्ररी अब यहाँ आफ्नो ट्रेनिङ सकेर तपाईँहरू दक्ष भएर अब नेपालको लागि राष्ट्र सेवकको लागि सिलेक्ट भइसक्नु भएको छ पल्टनमा नि गएर राम्रो ट्रेनिङ गरेर डिसिप्लिन एकदम राम्रो राखेर तपाईँहरूले आफ्नो स्किल आफ्नो जुन आफूमा भएको क्षमता कसैको फुटबलमा होला कसैको भलिबलमा होला कोही सुटिङमा होला होइन कोही ड्रिलमा होला कोही पिटीमा होला बेस्ट इन पिटी बेस्ट इन ड्रिल बेस्ट इन स्पोर्ट्स बेस्ट इन फाइटिङ बेस्ट इन डब्लुटी भनेको वेपन ह्यान्डलिङ ट्रेनिङ है यस्तोमा अनि बेस्ट इन 5 किलोमिटर रन 5 किलोमिटर रनमा पनि जो फर्स्ट हुन्छ उसले पनि पाउँछ ट्रफी त्यसमा चाहिँ एउटा न एउटा ट्रफी जित्ने कोसिस गर्नु र गएर लिडर गर्ने कोसिस गर्नु तपाईँहरूले यहाँ अब यत्रो सिकिसक्नु भएको छ उहाँ गएर चाहिँ लिडर गर्ने कोसिस गर्नु प्लाटुनमा प्लाटुनको रिक्रुट हल्लार गर्ने कोसिस गर्नु र उहाँ गएर एउटा न एउटा मेडल जित्ने र भविष्यमा आफ्नो हेल्थलाई केयर गर्दै होइन एकदम राम्रो भएर आफ्नो बाबाआमाको सपना साकार गरेर आफू पनि एकदम अब्बल भएर चाहिँ देशको आफ्नो रक्षा सबभन्दा पहिले आफ्नो सुरक्षा अनि देशको सुरक्षा गर्नुको लागि एकदम काबिल हुने सबैजनालाई कङ्ग्रेचुलेसन अनि बेस्ट अफ लक ताली सन्तोष तिमीबाट मैले फिजिकलको लागि एकदम आश राखेको छु पिटी कोर्स गर्ने भयो पिटी कोर्स गर्नु कमान्डो भयो कमान्डो गर्नु ल राम्रो गर्नु मनबाट के गर्ने इच्छा छ
कमान्डो ल कमान्डो गर्न एकदम राम्रो छ है ल बधाई छ आँखामा आँसु आइसकेको छ है धर्मेन्द्र गर्दा एकदम फिजिकल राम्रो छ कमान्डो गर्दा पनि हुन्छ भित्र गएर तिम्रो इच्छा के छ है पिटी कोर्स गर्दा पनि भयो ड्रिल कोर्स गर्दा पनि भयो एकदम राम्रो छ ल है राम्रो ट्रेनिङ सकेर आफ्टर ट्रेनिङ मेनु त राम्रो गर्ने है ल बधाई छ पनि बधाई एकदम अफसरको लागि ट्राई गर्नुपर्छ है तिमीहरूले ल ल बेला बेला छुट्टी हुँदाखेरि छुट्टीमा भेट्न आउने है हजुर यहाँ तिमीहरूको साथीहरू एकदम नर्भस भएको हुन्छ दुई चारचोटि फेल भएको हुन्छ उनीहरूलाई चाहिँ घर राम्रो गर्नुपर्छ हामी जस्तो हुनुपर्छ भनेर हौसला दिनुको लागि आउने ल ल ओके सबैजनालाई बधाई छ धन्यवाद ल ओके लभ यु अल टिम लौरे हो कि होइन नेपाल आमा कि सोमनाथ कि पशुपतिनाथ कि ल भाइ बहिनीहरू जाँदा जाँदै आफ्नो यो खुसीको पलमा बाबा आमा साथी सङ्गी अथवा हाम्रो टिम कसलाई के भन्न चाहनुहुन्छ यसो दुई शब्दमा भन्न हजुरहरूलाई हार्दिक अनुरोध गर्दछु ललिताबाट सुरु थ्याङ्क यू सो मच टिम लौरे अनि स्पेसल फोर्सको गुरुबा अनि छ्यामालाई अरू केही नै होइन छ्यामालाई धेरै मिस गरिरहेछौ धेरै मिस गर्दैछु ओके ल राम्रो गर्नुपर्छ अब अगाडि गएर धर्मेन्द्र भाइ स्पेसल हजुरलाई थ्याङ्क यू गुरु अनि त्यसपछि सबैजना टिम लौरे थ्याङ्क यू भन्न चाहन्छु अनि सबैले सम्झिन चाहन्छु लभ यु अल होइन लभ यु अल सुषमा फर्स्ट अफ अल तपाईँलाई थ्याङ्क यू सो मच अनि टिम लौरेका सम्पूर्ण मेरा साथीभाइलाई सपोर्ट गरेकोमा थ्याङ्क यू अनि मेरो अहिलेको यो पलमा मेरो घर फ्यामिली सपोर्टिभहरूलाई सम्झना चाहन्छु ओके बने थ्याङ्क यू वेलकम सर्वप्रथम तपाईँलाई धन्यवाद होइन अनि मलाई गर्न नसक्दाखेरि साथ सपोर्ट दिने मेरो टिम लौरेको साथीहरूलाई धेरै सम्झिनेछु अनि मेरो फ्यामिलीमा अङ्कल बाबा हजुरआमालाई धेरै मिस गरेको छु यो खुसीको पल सेयर गर्न चाहन्छु होइन फर्स्ट अफ अल गुरुलाई धेरै धेरै धन्यवाद तपाईँले नसिकाएको भए हामी यहाँसम्म आउन सक्थेनौँ होला म लगायत मेरो टिम लौरे मेरो परिवारलाई नि तपाईँ धेरै धेरै धन्यवाद र यो खुसीको पल परिवारलाई मेरो बाबा आमा भाइ सबैलाई सेयर गर्न टिम लौरे र गुरुलाई पनि धेरै धेरै धन्यवाद र म आभारी छु थ्याङ्क यू भेरी मच ल साथीहरू आज चाहिँ हाम्रो भाइ बहिनीलाई बिदाई गर्दा अब मेरो मन पनि अलिकति दुखिरहेछ तर म खुसी छु उनीहरू आफ्नो एम चाहिँ पुरा गरेर ड्रिम पुरा गरेर चाहिँ लौरे भएर जाँदै हुनुहुन्छ अब भेट्न आइहाल्नुहुन्छ उहाँहरू होइन टाढो गएको होइन विदेश गएको होइन नेपालमै ओके लभ यु अल गाइज बाई बाई सबैजनालाई ल बाई बाई ठोक्दियो सबैजनाले बाई बाई ल नमस्ते लौरे भैया जको दिन फर्किआउला कुनै दिन बस्छ है आमा गयो है बाबा लौरे भैया जको दिन फर्किआउला कुनै दिन टिम लौरे कि टिम लौरे कि जय महाकाली टिम लौरे ओके न ओके न ओके न ओके लभ यु अल नमस्ते